Good morning. So hello guys, welcome back to my another vlog. आज चाहिँ म एकदमै बिहान होइन धेरै दिन भयो घाम नदेखेको त्यसैले आज यसो बिहान चाँडै उठेर घाम पनि हेर्दिउँ होइन अनि यसो हल्का जगिङ पनि गर्दिउँ भन्ने विचार एउटा भित्रदेखिबाट आएको भएर होइन म त बाहिर निस्किसकेको छु हल्का चिसो चिसो छ होइन अब चाँडै नै गर्मी आउने बेलामा छ जाडो लगभग सक्यो भनौँ होइन सो गाइज यहाँ चाहिँ साकुरा फुलिसकेको छ होइन साकुरा चाहिँ नर्मल्ली अप्रिलको फर्स्ट विकमा एकदमै धेरै फुल्छ तर यहाँ अहिले चाहिँ अब यो के भएर हो होइन जनवरी फेब्रुअरी मार्चको लगभग सकिन लाग्यो महिना अनि अब यो मार्चको लास्टमै फुल्न थालिसक्यो अहिले चाहिँ के भएर हो चाहिँ एक्ज्याक्टली चाहिँ अब मलाई पनि थाहा भएन होइन तर खासमा साकुरा फुल्ने भनेको चाहिँ अप्रिल फर्स्ट विकतिर हो क्या अहिले जताततै धेरै थरीको यो साकुरा पनि धेरै थरीको हुन्छ होइन हुँदो रहेछ अब सुरुमा यहाँ आउँदाखेरि चाहिँ खासमा म अप्रिलमा आउँदाखेरि चाहिँ म एकदमै लकी थिएँ मैले साकुरा हेर्न पाएँ होइन लाइक मसँगै अप्रिलमा आउने मान्छेहरू सबैजना स्टुडेन्टहरूले देख्न पायो भनौँ न हामी पछि लाइक 1 महिना जस्तो डिले भएको अरू स्टुडेन्टहरू पनि थियो उनीहरूले चाहिँ देख्न पाएन अब अहिले हो उनीहरूले हेर्ने पनि होइन धेरै दिन भयो मैले पनि राम्रोसँग भिडियोहरू नबनाएको होइन यहाँतिरको टाइमहरू नै यस्तै छ टाइम हुन्छ तर खोइ के कुरामा बित्छ के कुरामा क्या होइन अहिले आफ्टर लङ टाइम पछि चाहिँ यसरी फोन लिएर हेर्दाखेरि नै हल्का अनकम्फर्टेबल फिल टाइपको होइन तर त्यस्तो फिल गरेर कहाँ हुन्छ त हुँदैन नि त भित्रको रोडबाट चाहिँ यसो हिँड्दिउँ न त भनेर होइन अनि धेरै समयसम्मको त्यो फिलिङ्सहरू हुन्छ नि मनमा चाहिँ अनेक कुराहरूले सबै कुराहरू लाइक एक्सप्लोड भयो भनौँ न सुत्न सकेन होइन एन्ड इट्स बिन 24 आवर्स म सुतेँ होइन रातभरि पनि निद्रा लागेन त्यसपछि सबै कुराहरू आफ्नो नेपालको कुराहरू होइन सम्झेँ म कस्तो थिएँ हरेक कुराहरू सम्झिन्छ नि त एउटा लाइक छोरा मान्छे भएपछि सबै कुराहरू हुन्छ नि याद आउँछ मलाई पनि त्यस्तै भयो होइन याद गरेँ सम्झेँ अनि त्यही कुराहरू सम्झिँदाखेरि मैले लाइक भ्लग स्टार्टिङ गरेको थिएँ नि होइन त्यो टाइमको स्टार्टिङको फिलिङ्सहरू होइन त्यो कुराहरू यसो हल्का सम्झेँ क्या त्यसपछिबाट अनि किन पहिला चाहिँ त्यति खुसी अहिले चाहिँ नगर्ने किन भन्ने टाइप क्वेसन मार्क ममा बस्यो एन्ड देन जस्ट अनवान्टेड फिलिङ्सहरू भन्दा नि लाइक वाइ नट भन्ने फिलिङ्सले चाहिँ बेसिकली स्टार्टेड होइन रिस्टार्ट गर्नलाई धेरै नै गाह्रो भएको थियो लाइक धेरै नै ट्राई गर्दै पनि यहाँनिरको इन्भाइरोमेन्टहरू त्यस्तै नै हुन्छ क्या अब होइन सबै कुराहरूको अनब्यालेन्स भयो भने लाइक गाह्रो हुन्छ होइन कहिलेकाहीँ मुड हुँदैन किमोजी भन्छ फिलिङ्सलाई चाहिँ होइन किमोजी हुँदैन क्या भन्यो त्यसरी नै बित्छ क्या म त एकदमै बिहान अर्ली
अलिक चाँडै चाँडै नै छ होइन। त्यही भएर यो स्ट्रिटको चाहिँ वरिपरि दुबई साइडमा मार्केटहरू छ। यो मार्केटमा चाहिँ अब खानेकुराहरू सेकेन्ड स्ट्रिट भन्छ यहाँनिर चाहिँ। सेकेन्ड ह्यान्ड कपडाहरू सामानहरू होइन धेरै धेरै कुराहरू हुन्छ क्या। मलाई चाहिँ एकदमै बिहानको सनलाइट हेर्न मन थियो होइन। सो फाइनली सो यस्तै नै हो होइन। धेरै कुराहरू भन्नु थियो होइन। अनि शुभचिन्तकहरू हुन्छ नि, जसले मलाई माया गर्छ होइन, जसले इन्करेज गर्छ, जसले म सम्बन्धी के भन्छ त्यसलाई, म सम्बन्धी चासो राख्छ होइन। उहाँहरूको लागि चाहिँ होइन अब लाइक विप्लव जापान गएपछि लाइफस्टाइल अनेक कुराहरू हुन्छ नि त होइन। भ्लग्स पनि बनाएन भन्ने कुराहरू हुन्छ। जस्ट लाइक सरी होइन। अब चाहिँ बनाउँछु म जस्तो हुन्छ जे हुन्छ होइन। अब मलाई त्यो अनेक थरीको नाटकहरू चाहिँ गर्नु चाहिँ आउँदैन होइन। मलाई पहिला पनि सुरुमा होइन भ्लगहरू स्टार्ट गर्दाखेरि सिकाउने कन्टेन्ट होइन। मलाई थाहा छैन म के कन्टेन्ट बनाउँछु। म भाइरल हुनु छैन क्या, सिरियसली भने। म भाइरल भएर त्यो एक दिन भाइरल भएर होइन केही छैन। मेरो लाइक एउटा चोइस हो यो बनाउनु होइन। तर मैले पछि गएर के बनाउँछु कस्तो बनाउँछु त्यो आउट अफ इमेजिनेसन छ मेरो मेरो नै होइन। लाइक अरूले सिकाएको कुरामा ल ल ल गरौँ है भन्ने टाइपको कुराहरूले चाहिँ होइन। म चाहिँ त्यस्तो गर्ने खालको मान्छे होइन। सिकाउने धेरै थिएँ होइन, तर मैले सिकिनँ। किनभने मलाई एउटा वान अफ माई ओन काइन्ड होइन, जसले मेरो एउटा आइडेन्टिटी, जसले एउटा पहिचान राखोस्, त्यो काइन्डको केही बनाउन मन छ होइन मनदेखिबाटै। लाइक स्टार्टिङ गर्नुको अगाडि पनि धेरै सोचेर स्टार्टिङ गरेँ होइन। अरूले बोलाउँदाखेरि अरूसँग कुरा गर्दाखेरि लाज लाग्थ्यो। तर लाइक यो पनि त एउटा नसोचिकन गर्नलाई त एकदमै अलिकति गाह्रो नै हुन्छ होइन। सो ट्राफिक लाइट दोज क्रसिङ अक्रस द रोड। सो यो गर्नको लागि पनि केही खालको आफ्नो पर्सनल्ली एउटा हुन्छ नि सोच्ने तरिका कुराहरू, त्यो सबै सोचेर ल गर्छु म भन्ने एउटा भित्रबाट इनर गट फिलिङ आएको भएर चाहिँ मैले गरेँ होइन। अनि यसको इन्टरभलमा धेरै कुराहरू भयो होइन। म पनि मान्छे हो नि होइन। सबै मान्छेहरूले थाहा छ कन्टेन्ट बनाउनलाई के गर्छ क्या, के गर्छ नि होइन। तर मैले त्यो सबै गर्न चाहिनँ क्या, किनभने मलाई भित्रको मले नै रोक्थ्यो क्या होइन। त्यही भएर म जस्तो तरिकाले गर्छु आफ्नो तरिकाले गर्छु। मेरो सिधा कुरा प्रष्ट विचार। सो लाइफ होइन। फेरि यो पुरै सिटी हो है, गाउँ चाहिँ होइन नि। फेरि म भित्रको बाटोबाट हिँडिरहेको भएर मात्रै हो नि। फेरि खत्री त कहाँ गाउँ पुगेछ यार। खड्का गाउँ भन्दा पनि गाउँ जस्तो देखिन्छ। खड्का गाउँ भन्दा गाउँ चाहिँ छैन। पुरै यस्तो बिल्डिङहरू, राम्रो रोड, राम्रो जुत्ता, यस्तो राम्रो पार्कमा हाम्रो जापानमा एउटा पार्कभित्र जाउँ है त।
यो चाहिँ सब यो साकुराको रुखहरू है। अब यो पनि चाँडै फुल्छ सबै। यस पार्कमा बिहानै उठेर कोही सफा गर्ने, कोही कुकुर चराउने, कोही टोलाउने होइन। यस्तो राम्रो राम्रो फुलहरू छ। यो गार्डन यो फुलहरू चाहिँ सबैतिर हुन्छ, एकदमै व्यवस्थित राम्रोसँग डेकोरेट गरेको हुन्छ होइन। अनि यो तारो 24 आवर रनिङ वाटर यस्तो हुन्छ मान्छनहरू चाहिँ होइन। अब सबैले देखिरहेकै कुरा हो, सबै कुरा देखाइराख्नु त पर्दैन। यस बिहानै पिजनहरू पनि जगिङ गर्न आइरहेछ। गुड मर्निङ। चिसोले हो कि कस्तो हल्का आवाज नै घाँटी नै बस्या जस्तो होइन। धेरै दिनपछि भ्लग गरेर हो कि आवाजै ननिस्किया जस्तो भइरहेछ क्या। रमाइलो छ पार्क। जोड घरिघरि त्यो सहरको घाँस है छोड्दैनन् गर्न थालेपछि। सो धेरै किसिमको हुन्छ नि एक्सपिरियन्सहरू लिन पाइन्छ विदेश आएपछि होइन। आफ्नो देशमा बस्दाखेरि एउटा मेन्टल स्ट्रेसको लेभल होइन हामी सोच्छौँ नि धेरै कुरा, मलाई टेन्सन भयो भन्छौँ नि। बाहिर आएपछि एउटा मजाले बुझिँदो रहेछ क्या होइन। त्यो लेभलको स्ट्रेसदेखि लिएर सबै कुराहरू पर्सनल्ली आफ्नो कुराले भन्दा पनि अरूको कुराले पनि त्यति नै आफूलाई इफेक्ट गर्छ कि म मतलब गर्दिनँ, म बालिदिन्न भन्यो भने होइन त्यो कताबाट आफूलाई पिन्च गरिहाल्ने क्या त्यसले होइन, पोक गरिहाल्ने क्या। अनि त्यसपछिबाट दिमाग रिस नउठे दिन हुँदैन क्या। कहिलेकाहीँ त रिस नउठे घन्टा हुँदैन क्या, त्यस्तो हुन्छ। अब जति कुराहरू मिस भयो होइन त्यो कुराहरू सकिसक्यो। अब पहिलाको कुरा गरेर पनि काम छैन होइन। अब अहिलेबाट नयाँ स्टार्ट गरौँ न होइन। त्यसो गरे कसो होला, ठिक हुन्न त। सो होइन यहाँ आइसकेपछि चाहिँ मैले सिक्ने कुराहरू पनि धेरै होइन, भोग्ने कुराहरू पनि धेरै। अनि मान्छेको एउटा उमेर हुन्छ नि होइन। मैले पहिला मैले बनाएको भ्लगहरू हेरेँ क्या। अनि लाइक त्यो टाइमभन्दा त अहिले म अलिकति 1 वर्ष जति त म अलिकति एज बढी भइसक्यो नि त। लगभग मैले भ्लग स्टार्ट गर्न थालेको म बाहिर आउनुभन्दा 2023 हो होइन। 2023-24 भ्लग गरेर डेट पनि बिर्सिसक्यो। लगभग 1-2 वर्ष भयो भनौँ न। त्यो टाइमको भिडियो हेर्दाखेरि म त्यो टाइममा होइन कोरियन ल्याङ्ग्वेज सिक्न गइरहेको थिएँ क्या। सुरुमा भ्लग स्टार्ट गर्दाखेरि होइन, त्यो चाहिँ याद छ। लाइक म कस्तो बच्चा जस्तो क्या आफूलाई हेर्दाखेरि क्या हुन्छ नि। त्यो भर्खरको केटी अल्लारे जस्तो क्या। अनि हेरेँ होइन। तर मैले लाइक हुन्छ नि होइन कुनै ठाउँमा ड्रामा गरेको पनि भेटेँ क्या आफैले क्या हुन्छ नि होइन। स्याउ टिप्ने, त्यो आल्चा टिप्ने होइन। त्यो जस्ट आफ्नो त्यो लाइक के भन्छ भने त्यो एक्ज्याक्ट वर्ड भन्न आएन क्या मलाई। त्यो अरूहरूको के कुराहरू देखेर अनिखेरि देखासिखी गर्न मन लाग्छ नि होइन। इन्फ्लुएन्स क्या, इन्फ्लुएन्सको शिकार भएँ नि त म होइन, भएको छु।
त्यसपछि ल ठिक छ, तर सिक्ने कुराहरू पनि धेरै थियो है। त्यो टाइममा मैले एउटा लाइक गाउँमा बसेको होइन, सहर बजार हुँदैन, सधैँ हिँड्ने बाटो एउटै हुन्छ होइन। त्यो सबै कुराहरूमा पनि मैले लाइक केही ट्राइङ त गरिरहेको थिएँ नि त, एफोर्ट्स त दिइरहेको थिएँ नि त होइन। त्यो कुरा मलाई लाइक भित्र हुन्छ नि फिल भयो क्या। तर यो सबै कुराहरू सबैजनाले खोज्ने भनेको रमाइलो हो क्या होइन। के हदसम्म मैले पनि रमाइलो नै खोज्छु होला सायद, तर पर्सनल म्याटरमा चाहिँ त्यो कुरा हुँदैन, कसैको पनि हुँदैन। जब लाइक हुन्छ नि हुँदो रहेछ क्या यस्तो, शब्दै भेट्दिनँ म, चिसो भएर हात कामै हेर्नु न। छोड्दै यस्तै दुःख सुखका कुराहरू होइन, साथीभाइसँग पो गर्ने दुःख सुखका कुराहरू। ट्याक्क भेट हुन्छ, आउँछु म नेपाल, अनि त्यसपछि टक्क बसेर रमखाँदै कुरा गरौँला नि होइन। सुरुमा यहाँ आउँदाखेरि भोटेहरूले कसरी थर्कायो मलाई होइन, मैले के भने सबै कुरा गरौँला नि बिस्तारै, छँदैछ नि। त्यो टाइमसम्मको लागि चाहिँ ल मैले कुरा मनमा राखेँ है त। अनि कुरा आउँछ के छ, अनि नयाँ नौलो के छ, विप्लवको भ्लग मात्रै हेरिदिने होइन, लाइक पनि नगरिदिने, कमेन्ट नि नगरिदिने, सब्सक्राइब पनि नहानिदिने। हाने सब्सक्राइब शुद्ध एक दुईजना छन् क्या, उनीहरूको नाम म भन्दिनँ होइन, एक दुईजना छन्। हाने सब्सक्राइब शुद्ध अनसब्सक्राइब गरिदिने। के छ मरिलानु, आज जन्म्यो भोलि मर्ने होइन भने एक्सपायरी डेट त बोकेर आइसक्यो नि त जन्मिसकेपछि होइन। होस् न कसैको राम्रो होस् भन्ने त थाहा नै छैन। म एक्लै हिँडेको छु दुनियाँ बचाउन क्या, राम्रो सोच बोकेर क्या होइन। सबैको होस्, मेरो मात्रै, मेरो अरूको भयो होस् नभए नहोस् होइन, मेरो भयो होस् अरूको भयो होस् नभए नहोस् भन्ने खालको मान्छे मात्रै त्यस्तो मन विचार धारणाले हुँदैन होइन। विप्लवले गरिरहेछ, मेरो साथी हो, मेरो भाइ होइन। होला मन दुख्या छ, थाहा छ मलाई, म बुझ्छु होइन। मलाई इन्करेज गर्ने मान्छेहरूको एक दुईजना नजिकको मान्छेहरूको मन दुख्या छ, त्यसको लागि एक्सट्रिमली सरी। तर म जे गर्छु भनेर हामी बिच जुन कुरा भएको छ त्यो कुरालाई म गर्छु, ढिलो चाँडो गर्छु। तर म के गर्छु एक्ज्याक्टली मलाई थाहा छैन, किनभने लाइफ भनेकै हुन्छ नि अनप्रिडिक्टेबल च्याप्टर्स हो। मेबी समडे I'll figure it out होइन, what I need to do। सो तबसम्मको लागि चाहिँ जे जस्तो छ ए अनुसारले चल्दिउँ न, दुई चारवटा भ्लग हानिदिउँ न भन्ने मेरो विचार धारणा। धेरै दिनपछि होइन, सुरुमा बिहान उठेर भ्लग गर्दाखेरि चाहिँ हल्का लाज जस्तो कस्तो भइरहेको थियो होइन। अहिले म भ्लग गर्दा गर्दै कति टाढा आइसकेँ क्या, हिँड्दै क्या। म यो कुन ठाउँ जिउ जस्तै छ होइन, टेम्पलहरू के हो, एकचोटि भित्र गएर हेर्नु पऱ्यो, जानु मिल्छ कि मिल्दैन, मिलिहाल्छ होइन। सो गाइज म चाहिँ यहाँनिर ओसाकामा भएको एउटा सानो क्यासल जस्तो होइन देखाउँछु, कति राम्रो छ जापानको होइन हरेक कुराहरू। एउटा सिनेमेटिक नै हानिदिउँ क्या।
यसरी छ जिन्दगानी आइयो विदेश होइन धेरै कुराहरू सोचेर एक्सपेक्टेसनको नि हाई के लेभल नै हाई तर सबै कुराहरू एक्सपेक्टेसन भनेको चिज पनि इम्पोर्टेन्ट छ लाइफमा होइन र एट लास्ट सबै कुराहरू गएर मेन पोइन्ट भनेको चाहिँ आफू नै हो रहेछ क्या होइन आफूमा स्ट्रेङ्थ छ त्यो स्ट्रेङ्थलाई सही तरिकाले युटिलाइज गरेर आफूमा ट्रस्ट गरेर होइन इफोर्ट दियो भने चाहिँ अभियसली वाइ नट होइन वान डे 100% स्योर त्यो कुराहरू एचिभ हुन्छ त्यो खालको आफूमा विश्वास लिएर हिँड्नुपर्ने रहेछ होइन सबैजना लिनु होला ढिला भएको छैन It's never late to start again. हल्का दौडिँदैछु सो हे गाइस आजको लागि चाहिँ यति नै अब फेरि हामी नेक्स्ट टाइम भेट्नेछौँ नयाँ भ्लगसँगै होइन त्यो टाइमसम्मको लागि चाहिँ स्टे ट्युन लभ माई भ्लग्स एन्ड सी यु भेरी सुन बाई बाई सो हेभ अ नाइस डे